भने महान्यायाधिवक्ताले झिङ्गा धपाउन सक्दैन। महान्यायाधिवक्ताले गर्न के सक्छ भनेर भन्दाखेरि त्यो झिङ्गा सहितको खाना बेच्ने मान्छेलाई मुद्दा लिएर आयो भने त्यो मुद्दालाई कसरी अगाडि बढाउने भन्ने कुरा जान्न सक्छ। कमसेकम विद्वानहरूको सभामा मैले के कुरालाई स्वीकार गर्नुपर्छ भने संसद सदस्यहरूले बोलेको कुरा उहाँहरूले चाहिँ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा बोलेको कुरा मेरो नियन्त्रणमा छैन र त्यो मेरो धारणा पनि होइन। हामीले कानुन व्यवसायीको रूपमा र महान्यायाधिवक्ताको रूपमा त्यो काम गर्न सक्दैन। हाम्रो कानुन व्यवसायीको रूपमा एउटै लक्ष्य हो भन्ने लाग्छ मलाई। त्यो लक्ष्य भनेको सर्वसाधारणको अन्यायमा परेका मान्छेहरूको न्यायमा पहुँचका लागि काम गर्ने। वास्तवमा यहाँ माथि अदालत छ जसले न्याय डेलिभर गर्छ, जस्टिस डेलिभर गर्छ र सडकमा मान्छे आउँछ र त्यहाँ भेटिएको प्रत्येक कालो कोट लागेका मान्छेलाई मेरो माथि जाने क्षमता छैन, तिमी माथि पुर्याइदेऊ भनेर न्यायमा पहुँच खोज्न हामीसँग मान्छे आउने हो। त्यसका लागि हामी न्यायको पहुँचका सारथीहरू हुन् कानुन व्यवसायीहरू। कानुन व्यवसायमा लागिसकेपछि त्यसको व्यावसायिक सुरक्षाका लागि हामीले के गर्न सक्छौँ, कानुन व्यवसायीहरूलाई कसरी हामीले चाहिँ पेशागत सुरक्षा, सामाजिक सुरक्षामा हामी के गर्न सक्छौँ भनेर पनि अध्ययन भइरहेको छ। त्यसबाहेक हाम्रो अर्को प्रमुख समस्या के हो भन्दाखेरि कानुन व्यवसायीहरूलाई देख्ने बित्तिकै अगाडि चिरञ्जीवी सरले भन्नुभयो केही अन्तर्राष्ट्रिय दृष्टान्तहरूको कुरा गर्नुभयो। हामीले त्यो दृष्टान्तलाई कसरी ल्याउन सक्छौँ? सडकमा हाम्रो बारेमा गरिने नकारात्मक कुराहरू, न्याय र कानुन क्षेत्रका सन्दर्भमा गरिने नकारात्मक कुराहरूलाई सकारात्मकमा कसरी बदल्न सक्छौँ भनेर हामीले अभ्यास गर्नुपर्नेछ, काम सुरु गर्नुपर्नेछ भन्ने मलाई लाग्छ। कानुन व्यवसायीहरूलाई झुटो बोल्ने, आफ्नो पक्षले गरेको कुरालाई चाहिँ ढाँटेर प्रस्तुत गर्नेको रूपमा व्याख्या गरिन्छ, त्यो होइन। अपराध गर्ने मान्छेको पनि अधिकार हुन्छ, त्यो अधिकारको हामीले त्यहाँ गएर वकालत गर्छौँ। वास्तवमा के हो भन्दाखेरि अरू मान्छेले भनेको, अगाडि राम सरले भन्नुभयो न्यायाधीश भनेको त लर्ड हो, ऊ भगवान हो। भगवानले अरूले भनेको कुरालाई नपत्याउने भएर हामी विश्वसनीय मान्छेको रूपमा चाहिँ भगवानसँग जान्छौँ, न्यायाधीशसँग जान्छौँ। त्यसैले यो संसारको सबैभन्दा विश्वसनीय प्राणी हो, तर हामी कहाँ चाहिँ त्यसको विरुद्ध पनि उजुरीहरू छन्, प्रशस्तै उजुरीहरू छन्। अब कानुन व्यवसायमा मर्यादा भित्र्याउनका लागि, मर्यादित बनाउनका लागि, हाम्रो व्यवसायलाई थप विश्वसनीय बनाउनका लागि हामीले आचार संहिताको निर्माण गर्ने र त्यसलाई चाहिँ परिपक्व ढङ्गले, पारदर्शी तरिकाले त्यसलाई लागू गर्ने काम भइरहेको छ र अनुशासन समिति पहिलेभन्दा बढी सक्रिय छ। बार एसोसिएसनको अपेक्षा हामीप्रति जुन छ वा यो सरकारप्रति जुन छ त्यसलाई पुरा गर्ने म वचनबद्धता व्यक्त गर्न चाहन्छु।